भएको छ, कोही कपाल खौरेर ईश्वर खोज्नु भएको छ, कोही खाली पैतालो हिँडेर ईश्वर खोज्नु भएको छ, कोही काँडामा अडिएर ईश्वर खोज्नु भएको छ, कोही त्रिशूलमा बोकेर ईश्वर खोज्नु भएको छ, कोही डोलीमा चढेर ईश्वर खोज्नु भएको छ, कोही कारमा चढेर ईश्वर खोज्नु भएको छ, कोही एक छाक नखाइकन ईश्वर खोज्नु भएको छ। तर हामी त दुई छाक खाएर आनन्द भएर मनलाई शान्ति राखेर ईश्वर प्राप्त गरिरहेका छौँ, ईश्वर प्राप्त गरिरहेका छौँ। ईश्वरले भन्नुभयो मानिस रोटीले मात्रै जीवित रहँदैन, मेरो वचनले पनि मानिस जीवित रहन सक्छ। सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीहमा, त्यसैले सर्वशक्तिमान परमपिता परमेश्वरले आज हामीलाई जीवनको रोटी दिनुभएको छ। शारीरिक रोटी त हामी जुन टाइममा जसरी पनि खान सक्छौँ, तर आज हामीले जीवनको रोटी प्राप्त गरेका छौँ। सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीहमा करोड करोड धन्यवाद दिन चाहन्छु, म मसीह येशूको नाममा। त्यसैले हाम्रो सर्वशक्तिमान